समादिन र बुझ्न सक्छ, अन्डरस्ट्यान्डिङमा जिउन सक्छ। अनि अस्ति पनि नेपालमा मेरो कुरा भन्दै थिएँ, परमेश्वरले संसार प्रेम गरेर कसरी गर्नुभयो भन्दा उहाँले हाम्रो बानी बेहोरालाई हेरेर प्रेम गर्नु भएन, उहाँले हामीलाई क्षमा दिँदै गर्दा हाम्रो बेहोराले हेरेर क्षमा दिनु। हेर्नु एकअर्कालाई अब मलाई हेर्नु नगेन त सकेको छ है, विवाह सम्पन्न भइसकेको छ। अनि आज सो विवाहमा हामी सानो बाइबलको खण्डलाई म पढ्दैछु। यहाँ यसरी परमेश्वरको वचनमा लेखिएको छ, उत्पत्तिको पत्र 2:18 देखि म यही पक्षमा पाठन मात्रै गर्नेछु। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। परमप्रभुले सबै वनपशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनु भयो। औ मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन पशुहरूको नाउँ राखे, तर मानिसको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसै कारण परमप्रभु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पाल्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरूमध्ये एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। तब मानिसले भने, यो त मेरो हाडको हाड र मासुको मासु हो, उनलाई स्त्री भनिनेछ, किनभने तिनी पुरुषबाट निकालेका थिइन्। यसै कारण मानिसले आफ्नो आमा बाबुलाई छोड्दछ र आफ्नो स्वास्नीसँग मिलिरहन्छ औ तिनीहरू एउटै जीव हुन्छन्। मानिस र तिनकी स्वास्नी दुवै नाङ्गै थिए औ लजाउँदैन थिए। आमेन। पहिलो थेसलोनिकी 4को हामी 3 र 4 पदलाई यसरी पढ्नेछौँ। किनकि परमेश्वरको इच्छा जो तिमीहरूका पवित्रकरण पनि हो सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस। 4 पदले यसरी भन्छ, पवित्रता र आदर्श आफ्नो निम्ति पत्नी लिनु सो तिमीहरू प्रत्येकले जानु। भर्खर मात्र हामीले धर्मशास्त्र पढ्यौँ। बाइबलले विवाहलाई हामी हेर्दै गर्दाखेरि तिमीहरूले पवित्रताको साथमा विवाह गर्न जान्नु भन्ने कुरा चाहिँ सचेत गराएको हुनाले गर्दाखेरि हाम्रो एउटा भानुज्यू उहाँको सुपुत्र जसले आजको दिन उहाँले बाइबल धर्मशास्त्रलाई सिलोपर गरेर उहाँले पवित्र विवाहलाई गर्नुभएको हुनाले गर्दाखेरि आजको यो सबै हामी विवाहलाई हामी रिसिप्सन गर्दै गर्दाखेरि हामी गर्व गर्छौँ। उहाँको परिवार मण्डली र गाउँ समाजका लागि एउटा यो सफलता पनि हो र गर्वका पिता जो चाहिँ अति नै पवित्र हुनुहुन्छ, जो चाहिँ अति नै महान हुनुहुन्छ अनि जो चाहिँ अति नै प्रेमिलो हुनुहुन्छ। तपाईँले हामीलाई प्रेम गर्नुभयो अनि हामीलाई बचाउनको लागि प्रभु आज तपाईँ संसारमा मानव रूप लिएर आउनुभयो। हाम्रो पापको लागि बलिदान गर्नुभयो, हामीलाई धुनुभयो, शुद्ध बनाउनु भयो। अनि हामीलाई तपाईँले आज परमेश्वर हम प्रार्थना करें, विशेष ये केक काटना है परमेश्वर,
आपका हाथ लगाइए परमेश्वर, एक शुद्ध पवित्र बनाइए पिता। हम आपके हाथ में समर्पित करते हैं, यीशु मसीह के नाम से मांगते हैं पिताजी, आमीन। सरी दिपले दुलैलाई मजाले प्यारले खुवाउनु होला अनि दुलैको पालो फेरि दुलालाई मजाले खुवाइदिनु होला है। आज नेपकिन पेपर कृपया भाइहरूले ल्याइदिनु भयो, कति असल हो नि त्यसलाई। आदित्य नेपकिन पेपर प्यारले हातैले खुवाएको असल हो। असुविधा भयो भने ठिकै छ, हातले अहिले पछि दिनु ल। हामी एकदम उहाँलाई ताली बजाउँछौँ। दुलैको पालो पनि खुवाइदिनु होला है। ल एकदम पेपर चाहियो। तपाईँले उहाँहरूलाई जोड्नुभयो नेपालबाट दार्जिलिङ, तपाईँले उहाँलाई स्थापित गर्नुभएको छ। तपाईँको लेखा हामी बोल्दछौँ, आशीर्वाद गर्नुहोस्। आउँछ जीवनमा कठिनाइ त्यसको बादमा पास्टर बाबाले होला बधाई दिनु भनेर बाबालाई पास्टर बाबा छोरीलाई छोरी बुहारी भन्दैन छ छोरी अब यता पास्टर बाबा एउटा यसो एकछिन नानी एकछिन हो है बुहारी बुहारी हेरेर राख पछि चिनेन भन्नु ल माथिको को थियो सबैलाई भयो भाइ उता पनि बस्नु त फोन छोटे कहाँ छ छोटी आयो